हेलो एन्ड नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आज हामी जाँदैछौँ ज्यामलिङ वाटरफल। त्यो वाटरफल त छैन त्यहाँ, तर पानीहरू जमेर एकदम सफा ताल जस्तो छ। एकदम राम्रो छ। गर्मीमा स्विमिङ गर्नलाई एकदम राम्रो ठाउँ छ, एकदम चिल। अनि हाम्रो यात्रा टाढीबाट सुरु हुन्छ, टाढी बकुलर चोकबाट हुँदै हामी कालिका नगरपालिका हुँदै खोले सिमल बजार हामी आइपुग्छौँ। कालिका नगरपालिकामा पर्ने यो खोले सिमल बजारबाट बिस्तारै हामी शक्तिखोर सडक हुँदै हामी सिद्धि भन्ने ठाउँ आइपुग्छौँ र त्यहाँबाट हाम्रो बाटो ओ माई गॉड पहाडको एडभेन्चर रोड सुरु हुन्छ हाम्रो यहाँबाट। एकदम एउटै खोला सायद हामीले यहाँ 9-10 चोटि क्रस गरेर हामी बल्ल ज्यामलिङ पुग्छौँ। बाटो पनि एकदम खतरनाक छ, एकदम राइडिङ गर्नलाई एकदम केयरफुल भएर यो बाटो हिँड्नुपर्छ, नत्र भए यहाँ लडिन्छ, हातखुट्टा भाँचिन्छ, के हुन्छ हैन। त्यही भएर एकदम केयरफुल भएर राइड गर्नु होला। यदि तपाईहरु गइहाल्नु भयो भने हामी पनि एकदमै केयरफुल भएर राइड गरेका छौँ। हेर्नु होला हाम्रो राइडिङ यहाँबाट। अब एकैचोटि माथि पुगेर तपाईहरुलाई म अरु भिडियो देखाउने। ल है गाइजहरु, तपाईहरुलाई म एउटा चीज देखाउँदै छु है त। हेर्नु है, यसलाई हुन्छ पानी घट राम्रो हेर्नुस्। तपाईहरुले अन्तको किन्नु भएको देख्नु भएको यो कुराहरु तपाईहरुले बुकमा पढ्नु भयो होला, भिडियोहरुमा देख्नु भयो होला, कसैको मुखबाट सुन्नु भयो होला पानी घट्ट भन्ने कुरा हैन। तर हामी यता माथि आइसकेपछि एक्चुअलमा आफ्नै आँखाले देखियो। मैले पनि यो बुकमा मात्रै पढेको थिएँ, देखेको थिएँ हैन, बुकमा, तर रियलमा देखेको थिएन। यहीँ आएर मैले देखेँ। सो प्रकृतिमा धेरै कुराहरू छन् जुन हामीले राम्रो तरिकाले युज गर्न जान्यो भने हामीलाई नै फाइदा हुन्छ। तर हामीले प्रकृतिलाई बचाउन जान्नुपर्छ गाइजहरु। हेर्नुस् है, यति नै भन्न चाहन्छु म। लड्दै र पढ्दै हामी यतातिर आइपुग्यौँ। यस्तो छ हेर्नुहोस्, बाटो पनि खतरनाक छ, खतरनाक पहाडी मेन स्विमिङ खेल्ने ठाउँ चाहिँ यहाँ छ के। यहाँ हो, तर के हो गहिरो छ पानी, मान्छे डुब्छ।
यही ठाउँ अरे क्या यही ठाउँ मान्छेहरू पौडी खेल्न आउने ढुङ्गाबाट हाम फाल्ने नि यही हो अनि फोहोर गर्ने नि यही हो यस्तो बनाएको छ सबै हामी चाहिँ खेलेर तलतिर झर्नु गएको देख्नुभयो नि कस्तो छ नेचरको ब्युटी हाम्रो चितवनमा पनि तर बाटो चाहिँ अलिकति गाह्रो छ है गाइजहरू यहाँ चाहिँ के छ बिजुली चाहिँदैन यो चाहिँ हाम्रो अर्ग्यानिक के भन्छ अरे मिल फेरिमा पानी घट्टा हो यो गाइजहरू पानी छ पहाड अंजीर भन्छ यसलाई होइन खासै सुखा के पैकिंग पक भइसक्यो ये त अंजीर कसलाई थाहा छ यो फलको नाम हेर्नुहोस् त मलाई ओके गाइजहरू हामी चाहिँ रमाइलो गरेर फर्किन लागेको अब बेलुका पनि भइसक्यो घरतिर बेलुकाको 6:30 भइसक्यो अब सी यू इन द नेक्स्ट भिडियो गाइज